नेपाली फरेक्स ट्रेडरहरूको लागि यो सबैभन्दा बेस्ट एन्ड इजी टु युज एन्ड फ्री ब्याक टेस्टिङ सफ्टवेयर हुन सक्नेछ। मैले ब्याक टेस्टिङको लागि युज गर्ने भनेको सफ्टवेयर fxreplay.com हो। तपाईँहरू गुगलमा या क्रोममा गएर www.fxreplay.com इन्टर गर्न सक्नुहुनेछ। त्यसपछि यस्तो एउटा इन्टरफेस खुल्छ जसमा तपाईँहरू आफ्नो साइन अप गरेर यस्तो खालको एउटा इन्टरफेस आउँछ। त्यसपछि तपाईँहरू सेसनमा जानुहोस् अनि यहाँ क्रिएट योर फर्स्ट सेसन भन्ने एउटा ट्याब खुल्छ। यहाँ इन्टर गर्नुहोस्। त्यसपछि यहाँ अब सेसनको नाम हाल्नुहोस्। मैले एउटा कुनै र्यान्डम हाल्ने। त्यसपछि यहाँ ब्यालेन्समा अब मैले कति खालको तपाईँहरू कति ब्यालेन्स हालेर ब्याक टेस्टिङ गर्नुहुन्छ त्यति हाल्न सक्नुहुनेछ। मैले 5000 हालेँ। त्यसपछि अब एसेटमा चाहिँ अब सबै हाम्रो यो फरेक्स यो क्रिप्टो कमोडिटीहरू सबै हुन्छ। यसो फरेक्स पेयरहरू युरो युएसडी युरो जीपीपी युएसडी जेपीपी सबै अनि गोल्ड XAUSD बिटकोइन सबै हुन्छ। मैले XAUSD राखेँ XAUSD अनि एउटा युरो USD राखेँ है त। दुईटा मात्र मैले अहिले देखाउनको लागि दुईटा मात्र राखेँ युरो USD राखेँ। त्यसपछि यहाँ तल हेर्न सक्नुहुनेछ। यहाँ अब one day, 1 week र 1 month को तपाईँहरूले यहाँ चार्ट तपाईँहरूले पाउन सक्नुहुन्छ। जस्तो अब इक्जाम्पलमा जस्तै मैले मे 1 देखि राखेँ अनि 1 month को मैले जस्तै 1 week सेलेक्ट गरेँ ल भनेपछि यो डेटदेखि यो डेटसम्मको मैले ब्याक टेस्टिङ गर्न पाउँछु। अनि जब फेरि यो सकिन्छ त्यसपछि फेरि तपाईँहरूले अर्को क्रिएट गर्न सक्नुहुनेछ। त्यसपछि यहाँ क्रिएट सेसनमा इन्टर गर्नुहोस् अनि त्यसपछि यस्तो खालको इन्टरफेस खुल्छ। माथि तपाईँहरूले टाइम फ्रेम पाउन सक्नुहुनेछ। अनि यहाँ तपाईँहरूले सेलेक्ट गर्नुभएको यहाँ पेयर्सहरू देखाउँछ। अनि यहाँ टाइम फ्रेम तपाईँहरू यहाँ नेपालको टाइम फ्रेम राख्नु होला टाइम। अनि त्यसपछि यहाँ इन्डिकेटर पनि सबै तपाईँहरूले पाउन सक्नुहुनेछ। अनि त्यसपछि सबै यहाँ ट्रेडिङ भिङमा जे हुन्छ सबै यहाँ तपाईँहरूले फिचर पाउन सक्नुहुनेछ। अनि त्यसपछि यदि तपाईँहरूले यहाँबाट नि माउसले पनि यहाँ नेक्स्ट गरेर यहाँ ब्याक टेस्टिङ हुन्छ जस्तै नेक्स्ट गरेर यदि होइन भने कन्ट्रोल प्लस स्पेस थिचेर किबोर्डमा त्यसपछि नि यहाँ हुन्छ आफै हेर्नुहोस्। सबैभन्दा यो बेस्ट एन्ड फ्री एन्ड इजी टु युज हो नेपालीहरूको लागि। अर्डर प्लेस कसरी गर्नुहुन्छ भन्दाखेरि यो फ्री भर्जनमा चाहिँ तपाईँहरू लिमिटेड प्लेसहरू अर्डर गर्न पाउनुहुन्छ। तर यतिकै ब्याक टेस्टिङ गर्नुभयो भने चाहिँ तपाईँहरूले पाउनुहुन्छ है। जति अनलिमिटेड छ जस्तै अब यसरी बाई सेल गर्ने अब मेरो टिपी हिट हुन्छ कि एसएल हिट हुन्छ होइन। जस्तै मानौ अब मैले यतिकै राखेँ हो यस्तो चाहिँ अनलिमिटेड पाउँछ होइन। यदि प्लेस अर्डर गर्नुहुन्छ यहाँनिर माथि गरेर यहाँ राखेर प्लेस अर्डर गर्नुहुन्छ भने चाहिँ यो चाहिँ लिमिटेड मात्र पाउँछ फ्री भर्जनमा चाहिँ। जस्तै मैले मानौ अब एउटा कुनै राखेँ होइन यहाँनिर अब पैसा यसो राखेर अब कति राख्ने स्टप ब्यालेन्स अब के राख्ने सबै राखेर राख्न सक्नुहुनेछ।